हेलो गाइस, स्वागत छ सबैलाई। आज म पिठो लगाउन लागेको छु त्यही गोठमै होइन गाइस। अब यो चाहिँ हेर्न सक्नुहुन्छ तोरी निकालेको छैन है, जानु पर्यो। बाइकहरू गएर कुकुरहरू यहाँ सुतिरहेको छ। अर्को नि यहाँ छ फेरि गाइस, पुरै ग्याङहरू अर्को भागेर आउँछ फेरि। हट, त्यो बाख्राले तिमीहरूलाई माथि छ अरे भात, त्यसलाई भात दिनुपर्ने हुन्छ गाइस होइन। अहिले सबजना होइन, यो आएन अहिले आज नि कुरै झ्याङको बाटो गाइस, कुडै छ गाइस होइन, तपाईँलाई थाहा होला कुडै छ गाइस है। ल गाह्रो छ हिँड्न नि, हेर्नु ल कति धेरै हो लागिसक्यो मलाई। जस धेरै त लागेन, 2-3टा आरामले पछि जानुपर्ने हुन्छ। यस्तै सोच्नु त एकजनालाई यहाँ फालिदियो भने त के होला, मान्छे हराउँछ कुडैले। गाइस लल भइदिएर नि मैले होइन आगो बाल्नले ल्याएकै के अरे उयो नै लाइटरै ल्याउनु बिर्सेर है। के अरे खोपामा रहेछ लाइटर एउटा है, यस्तो हेर्नु लाइटर यस्तो छ। बल्ल जुगाड गरेर है यो पग्लिसक्यो हेर्नु, के गरेर बल्ल बाले अहिले चाहिँ बन्यो नि बल्ल फेरि बलेन थिएँ गाइस, बल्ल बनाएको गाइस मैले। भइसक्यो यो कुडो छ आमा। अनि यहाँ छुट्टै राख भनेको थियो, यति छुट्टै छ, यही तर्किँदै हालिदियो होइन। अनि त्यो अब अलिकति पानी लिएर खानुपर्ने हुन्छ। आगो बलेन, आगो यसलाई कुदुने दिलमी हरकत। अब यो बालेर गइदिने म, अहिले आमा आएर खानिदिनुहुन्छ। मम्मी चाहिँ आज जानुभएको उता दिदीको घर जानु, मन जान्थेँ होइन। अलिकति त्यो पर्सि मेरो घुम्न जान्छ नि त, साथीको बर्थडे भएकोले म नगएको गाइस। ल गाइस अब आगो निम्छ होइन, अब निभाइदिने हो। अनि यो कोइलाहरू यो त्यो हुन्छ त बाँकी भएको यतिकै अब छोडिदिने हो। अनि अहिले आएर खानिदिनुहुन्छ है गाइस। यहाँको चाहिँ डेन्जर परिरहेको छ होइन। एकछिन पालिदिन्छु अनि गइदिन्छु ल गाइस, बाई बाई। अब भोलि अर्को ब्लग हाल्छु होइन। बिहान 6 बजी उठेर त्यो गणेश मन्दिर जान्छु होइन गाइस भोलि। यहाँ माथि छ त्यो चाहिँ होइन, एउटा अलिक राम्रोसित देख्दैन होला, त्यहाँ माथि छ। अनि त्यहाँ माथि गएर भोलि त्यो ब्लग आउँछ, त्यसको लागि चाहिँ हेरिदिनु ल गाइस, बाई।